नमस्ते, म स्वस्तिका श्रेष्ठ। म चाहिँ मेरो घर चाहिँ इटरी हो र यहाँ चाहिँ म माछापोखरीमा बस्छु। म चाहिँ यहाँ ग्रामीण कलेजमा पढ्छु, सेकेन्ड इयरमा ब्याचलर। आज चाहिँ म यस पोइट्री नेपालमा मेरो कविता भन्न गइरहेको छु। सो फर्स्ट अफ अल चाहिँ म पोइट्री नेपाललाई धन्यवाद दिन चाहन्छु मनैबाट। उहाँले मलाई मौका दिनुभयो एउटा कविता भन्नको लागि। सो उहाँलाई म धन्यवाद दिन्छु। मेरो शीर्षक रहेको छ मेरो सपनाहरू। सपनाहरू भन्ने बित्तिकै चाहिँ अब हुन्छ नि लाइक आफूले देख्ने सपनाहरू, के सपना देखेको छ, कस्तो बन्न सपना देखेको छ, त्यस्तो सपनाहरू। म चाहिँ अब यस कविताहरू भन्छु। म जब जब सपना देख्छु त्यति बेला मेरो ओठमा हाँसो भेट्छु। म जब जब सपना देख्छु त्यति बेला मेरो ओठमा हाँसो भेट्छु। मान्छेहरू भन्ने गर्छन् सपना त्यो हो जुन निधाएपछि मात्र देख्छ। मान्छेहरू भन्ने गर्छन् सपना त्यो हो जुन निधाएपछि मात्र देखिन्छ। मेरो लागि चाहिँ सपना त्यो हो जसमा सानो सानो खुसी भेटिन्छ। मेरो लागि सपना त्यो हो जसमा सानो सानो खुसी भेटिन्छ। मेरो सपना त्यो होइन जहाँ प्रशस्त धन हुन्छ तर मन हुँदैन, बोलचाल हुन्छ तर मेलमिलाप हुँदैन, लुगा दिन्छ तर शरीर ढाकिँदैन। मेरो सपना त्यो हो जसले दाम होइन काम पनि गर्न सिकाउँछ। सुखमा मात्र होइन दुःखमा पनि साथ दिन्छ, जहाँ भोक मेटाउँछ। यति नै है, धन्यवाद। अर्को पनि छ भनिन्छ नि, अब एउटा मान्छेले गर्दा आफ्नो लाइफ कति चेन्जेस हुन्छ। कोही आफ्नो मान्छे आउँदाखेरि उसको लाइफ कति चेन्जेस हुन्छ त। एउटा मान्छेले कति चेन्जेस गराउँछ एउटा मान्छेलाई। किनकि म चाहिँ अब पहिलाबाटै यस्तै हो होइन, अलिक लजाउने टाइपको। कोरोनाको बेलादेखि मास्क लाउँदाखेरि त्यो मास्क चाहिँ नखोली हिँड्ने। अहिले पनि म मास्क लाएर हिँड्छु। सबैले मलाई त्यही भन्छ कि बोल्दा पनि बोल्दिनँ, इभन कोहीसँग पनि बोल्दिनँ, साथीहरूसँग पनि बोल्दिनँ, मिल्दैन भन्ने गर्नुहुन्छ। तर म चाहिँ यस्तै नेचरबाटै त्यस्तै हो। तर मलाई हल्का होइन अब आफूलाई अलिकति तिमी को हो बोल्न सिक भनेर सिकाउने मान्छे मेरो लाइफमा छ। सो उहाँले गर्दा चाहिँ म अलिक आफूलाई कन्फिडेन्स साथ बोल्न सक्छु भन्ने अलिकति मेरो मनमा छ। सो उहाँकै लागि हो है यो चाहिँ होइन। मेरो मनमा मायाको आवाज सुन्नुको कारण तिमी हो। मेरो मनमा मायाको आवाज सुन्नुको कारण तिमी हो। मेरो मन खुसी हुनुको कारण पनि तिमी हो। म आफूलाई चिमाट्ने गर्छु कतै सपना त होइन। म आफूलाई चिमाट्ने गर्छु कतै यो मेरो सपना त होइन। तिमी मेरो हो भन्ने कतै मैले सपना त देखेको छैन कि कोही यति धेरै प्यारो मान्छे मेरो हो भन्ने। तर मेरो वास्तविकमा तिमी मेरो नै हौ। म मेरो वास्तविक जीवनलाई पनि सपना झै देख्न थालेँ। सानोमा शिक्षिकाले भन्ने गर्नुहुन्थ्यो सबैको जीवनमा सपनाको राजकुमार आउँछ रे। तर जबबाट मेरो जीवनमा तिम्रो आगमन भयो तबबाट मलाई मेरो सपनाको राजकुमार भेटिएको आभास भयो। धेरै गर्छु म तिमीलाई माया जति तिमीले आफूलाई पनि गर्दैनौ होला। धेरै गर्छु म तिमीलाई माया त्यति तिमीले आफूलाई पनि गर्दैनौ होला। विश्वास गर न प्रिय, ज्यान गए पनि मेरो मन तिमीसँग हुनेछ। मुना त होइन तिम्रो, तिमी मेरो मदन। तर सास रहेसम्म तिम्रो साथ दिनेछु, यो मेरो भयो वचन। धन्यवाद। अर्को चाहिँ शीर्षक रहेको छ फरक छ भन्दाखेरि चाहिँ अब हुन्छ नि, अब आफूले माया गरेको मान्छे मेरै मात्र होस्, अरूले नदेखोस्, अरूसँग नबोलोस् भन्ने फिल हुन्छ नि होइन। छ नि एउटा भनाइ नै कि केटी मान्छेले सबै कुरा सहन सक्छ तर आफ्नो केटा चाहिँ अरूसँग देखेको पनि सहन सक्दैन भन्ने हुन्छ नि त। म फेरि एकदम हुन्छु क्या, लाइक अब आफ्नो मान्छे अरूसँग बोल्दा पनि रिस उठ्ने, जेलियस फिल हुने होइन।
धेरै नराम्रो लाग्ने क्या, रुनै मन लाग्छ त्यस्तो कुरामा, रिस उठ्ने धेरै हो। सो फरक छ त्यो कुरा, म आज यो कवितामा पनि भन्छु। सो हो फरक छ माया मेरो, निस्वार्थ छ माया मेरो, हरेक चिज त्याग्न सक्छु म पाउन तिमीलाई, हरेक चिज त्याग्न सक्छु म पाउन तिमीलाई, हरेक मुकाममा पुग्न सक्छु म पाउन तिमीलाई, हरेक मुकाममा पुग्न सक्छु म पाउन तिमीलाई। फरक छ माया मेरो, बस मुटु यत्रो दह्रो बनाउन सकिन कि, बस मुटु यत्रो दह्रो बनाउन सकिन कि, यी आँखाले अरूसँग हेर्न सकोस् तिमीलाई, यी आँखाले अरूसँग हेर्न सकोस् तिमीलाई। तिमी अरूको हुँदा पनि मेरो मुटुले आफ्नो भन्न सकोस् तिमीलाई, तिमी अरूको हुँदा पनि मेरो मुटुले आफ्नो भन्न सकोस् तिमीलाई। बस यति हो माया, यो स्तर पार गर्न सकिनँ मैले, बस यति हो मायामा यो स्तर पार गर्न सकिनँ मैले। तिमी नै भन त कसरी हाँस्नु म तिमीलाई अरूको अँगालोमा हेरी, भन त कसरी हाँस्नु म तिमीलाई अरूको अँगालोमा हेरी, कसरी बाँच्नु तिमीलाई पाउने कुनै आशा नहेरी, कसरी बाँच्नु म तिमीलाई पाउने कुनै आशा नहेरी। धन्यवाद। यति भन्दै म आफ्नो कविता यही टुङ्गाउन चाहन्छु। सो फेरि पनि धेरै धेरै धन्यवाद पोइट्री नेपाललाई, मलाई यति भन्न दिनुभएकोमा हल्का कन्फिडेन्स आयो र धन्यवाद।